नमस्कार साथीहरू, आजको समयमा पृथ्वी गोलो छ भन्ने कुरा त तपाईँ हामीलाई थाहा भएकै कुरा हो। तर आज पनि केही मानिसहरू पृथ्वी सुन्तला जस्तो गोलो नभई गुन्द्री जस्तो समतल छ भन्ने कुरामा विश्वास गर्छन्। के तपाईलाई थाहा छ पृथ्वी गोलो छ भन्ने कुरा हजारौं वर्ष अघि मानिसले थाहा पाइसकेका थिए। न विमान, न उपग्रह, न त अन्तरिक्ष यात्रा। आखिर मानिसहरूले पृथ्वी गोलो भएको प्रमाण कसरी थाहा पाए? आउनुहोस् आज केही यस्ता प्रमाणहरूको बारेमा कुरा गरौँ जसले पृथ्वी समतल नभई गोलो छ भन्ने कुराको पुष्टि गर्छ। मानिसले पानीमा यात्रा गर्न साना साना डुङ्गाहरूको आविष्कार आजभन्दा 10,000 वर्ष अगाडि नै गरिसकेका थिए। आजभन्दा करिब 4,000 वर्ष अगाडि त मानिसले पाल भएका जहाजहरूको आविष्कार गरिसकेका थिए। करिब 2500 वर्ष अगाडि ग्रिसका वैज्ञानिकहरूले एउटा रोचक कुरा देखे। जब समुद्रमा जहाज टाढा पुग्थ्यो, सानो हुनुको सट्टा पिँधको भाग पहिले हराएर बिस्तारै माथिल्लो भाग हराउँदै जान्थ्यो। त्यति बेला वैज्ञानिकहरूले यो नोटिस गरिसकेका थिए, यदि पृथ्वी समतल हुन्थ्यो भने जहाज सानो देखिँदै जानु पर्थ्यो, यसरी जहाज बिस्तारै हराउनु हुँदैन थियो। यसबाट उनीहरूले पृथ्वीको सतह बाङ्गो वा घुमाउरो परेको छ भन्ने कुरा थाहा पाए। करिब 2200 वर्ष अगाडि मिस्र देशका एक वैज्ञानिक इरेटोस्थेनिजले इजिप्टका विभिन्न 2 सहरमा उस्तै लम्बाइ भएका 2वटा वस्तुहरूको एउटै समयमा फरक फरक लम्बाइ भएका छायाहरू देखे। पृथ्वी समतल भएको भए एउटै समयमा एउटै उचाइका वस्तुको छायाको लम्बाइ एउटै उचाइका हुनुपर्दथ्यो। यसरी फरक फरक छायाको लम्बाइबाट पृथ्वीको सतह घुमाउरो छ भन्ने कुराको प्रमाण मिलेको थियो। अझ रोचक कुरा त के भने, उनले यो छायाको लम्बाइलाई तुलना गरेर पृथ्वीको परिधि समेत पत्ता लगाएका थिए। उनले पृथ्वीको परिधि करिब 40,000 किलोमिटर छ भन्ने कुरा पत्ता लगाएका थिए, जुन आजको मापनसँग पनि मिल्न जान्छ। आजको मापन अनुसार पृथ्वीको परिधि करिब 40,075 किलोमिटर भएको मानिन्छ। यसरी उनले पृथ्वी समतल नभई गोलाकार छ भन्ने एउटा प्रमाण प्रस्तुत गरेका थिए। चन्द्रग्रहण हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्छ। चन्द्रमामा परेको छाया मानिसहरूले यस्तो देखे कि त्यो गोलाकार थियो। जहिले पनि चन्द्रग्रहण लाग्दा गोलो आकारको नै छाया किन देखियो? यसकारण मानिसहरूले यो कुरा विश्वास गरे कि कुनै गोलो वस्तुले मात्र सधैँभरि गोलो छाया दिन सक्छ। यसरी चन्द्रग्रहणबाट पनि पृथ्वीको आकार गोलो छ भन्ने कुरा मानिसहरूले अनुमान गरिसकेका थिए। अझ चन्द्रग्रहणले पृथ्वी गोलो छ भन्ने कुरामा अझै बलियो प्रमाण दिएको थियो। अहिलेसम्म जति पनि प्रमाणहरू थिए, ती प्रमाणहरू ठोस प्रमाण थिएनन्, अनुमानहरू नै थिए, तर बलियो प्रमाणका रूपमा चाहिँ थिए। तर जब सन् 1519 मा जब फर्डिनान्ड मैगेल्लानको एउटा टोली एउटा रोचक यात्रामा निस्कियो, जुन यात्रामा समुद्रमा एउटै दिशातर्फ जहाज गइरह्यो र लामो समयपछि जहाँबाट यात्रा सुरु गरिएको थियो त्यो जहाज त्यही ठाउँकै नजिकमा आइपुग्यो। यसबाट पनि के पुष्टि हुन्छ भने कुनै गोलो वस्तुमा मात्र निरन्तर एउटै दिशामा यात्रा गर्दा फेरि त्यही ठाउँमा पुग्न सकिन्छ। समतल सतह भएको भए यो सम्भव थिएन। यो नै पृथ्वी गोलो भएको पहिलो प्रत्यक्ष प्रमाण थियो। 20औं शताब्दीमा मानिसहरू अन्तरिक्षतर्फ पुग्न थाले। जब एपोलो 11ले चन्द्रमामा ल्यान्डिङ गर्यो, त्यस पछाडि त्यहाँबाट विभिन्न पृथ्वीका तस्बिरहरू प्राप्त हुन थाले। यी तस्बिरहरूबाट अझै प्रष्ट भयो कि पृथ्वी गोलो छ भन्ने कुरा। त्यस पछाडि विभिन्न स्याटेलाइटहरू पृथ्वीको आकाशमा पुग्न थाले र तिनीहरूले पठाएका तस्बिरहरूले अझै बलिया र ठोस प्रमाणहरू दिन थाले। यसरी नै पृथ्वी गोलो छ भन्ने कुरा
झन् बलियो रूपमा पुष्टि हुँदै गयो। आज हामी इन्टरनेटको दुनियाँमा छौँ। कैयौँ यानहरू अन्तरिक्षमा पुगिरहेका छन्। हजारौँ स्याटेलाइटहरूले पृथ्वीको परिक्रमा गरिरहेका छन्, जसले पृथ्वी गोलो छ भन्ने आधारमा नै काम गरिरहेका छन् र निरन्तर प्रमाणहरू पनि पठाइरहेका छन्। तर पनि केही व्यक्तिहरू आज पनि पृथ्वी गोलाकार नभई समतल छ भन्ने कुरामा विश्वास गर्छन्। तपाईँलाई के लाग्छ? कृपया आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। विज्ञान सम्बन्धी यस्तै अर्को रोचक भिडियोमा फेरि हाम्रो भेट हुने नै छ। हस्, नमस्कार।